हेलो एभ्रिवान, गुड मर्निङ। तपाईँहरूलाई सबै स्वागत छ मेरो मिनी ब्लगमा। आजको बिहानीको सुरुवात मेरो चाहिँ बिहानै 5 बजे उठेर चाहिँ जुम्बा जाने प्लानिङ थियो मेरो। त्यसपछि जुत्ता लगाइयो। त्यसपछि बाहिर अत्याधिक चिसो भएका कारणले चाहिँ अब ट्र्याक सुटहरू लगाइयो। टाउकोमा चिसो लाग्छ भने चाहिँ टोपी पनि लगाइयो। सब फिट भए चाहिँ अब म निस्किन तयार भइसकेँ। अब म निस्किन्छु। दौड्दा दौड्दै म चाहिँ अब कोलपुर नयाँ बस पार्कमा रहेको विष्णुदेवी मन्दिरमा चाहिँ आइपुगेँ। यो वरिपरि हेर्दाखेरि पुरै सुनसान छ, चिसो छ, यात्रुहरू खासै देखिँदैन। त्यसपछि यसो चिसो मौसममा चाहिँ विष्णुदेवी माताको चाहिँ दर्शन गरियो। दर्शन गरेर चाहिँ आफूलाई विस मागियो। विस मागिसकेपछि अब हाम्रो जुम्बा क्लास सुरु भएको छ। जुम्बा क्लासमा गइयो। अब यता चाहिँ जुम्बा क्लास सुरु भएको छ। टक्क यसमा चाहिँ अब कपिराइट स्ट्राइक आउँछ भनेर चाहिँ मैले गीत अफ गरेको छु। अब यसमा चाहिँ छुकछुके रेलैमा भन्ने गीत चाहिँ चलिरहेको मजाले। यसमा सबै 1 घन्टा जति एक्सर्साइज गरियो। एक्सर्साइज गर्दा गर्दा बिहान यो चिसोमा चाहिँ अब पसिना आयो। यस रमाइलो भयो, हेल्थको लागि राम्रो जुम्बा गर्नु। ल सानो यो मिनी ब्लगमा चाहिँ हेरेर साथ दिनुहुने सम्पूर्ण भ्युअरहरूलाई चाहिँ मुरी धन्यवाद। अब म यो मेरो ट्राई गरिरहेको छु म ब्लगहरू बनाउने। अब तपाईँहरूको साथ सपोर्ट रह्यो भने चाहिँ राम्रै हुन्छ। थ्याङ्क यू फर वाचिङ।